हेलो एभ्रिवान, वेलकम टु नलेज अफ। यो भिडियोमा मैले हजुरहरूलाई अहिले नयाँ व्यवस्था अनुसार जुन सवारी चालक अनुमति पत्रको लागि रजिस्ट्रेसन र नवीकरण सबै कुराहरू अनलाइन गराएको छ, जसका लागि मैले आज चाहिँ हजुरहरूलाई नयाँ रजिस्ट्रेसन अनलाइन मार्फत कसरी गर्न सकिन्छ भन्ने बारेमा मैले यो भिडियो बनाउने लागिरहेको छु। सर्वप्रथम हामीले केही कुराहरू बुझ्नुपर्छ। जस्तै हाम्रो 2083 साल 4 महिना 1 गतेदेखि अनलाइन मार्फत सेवा उपलब्ध हुने कुराहरू जानकारी गराएको थियो र प्रदेशअनुसार हामीहरूले चाहिँ कुन प्रदेशबाट हामीले ट्रायल लिने हो त्यही प्रदेशको वेबसाइटबाट हामीले चाहिँ अनलाइन दर्ता गर्न सकिन्छ। जस्तै हामीले प्रदेशअनुसार अनलाइन भर्ना गर्न सकिने साइटहरू यहाँ अगाडि स्क्रिनमा हजुरले देख्न सक्नुहुन्छ, जसमा कोशी प्रदेशको लागि इडिभिएलआरएस kosi.gov.np, मध्य प्रदेशको लागि इडिभिएलआरएस mayadesh.gov.np, बागमती प्रदेशको लागि त्यस्तै गण्डकी प्रदेशको लागि त्यस्तै लुम्बिनी प्रदेशको लागि, कर्णाली प्रदेशको लागि, सुदूरपश्चिमको लागि यहाँ तपाईँले देख्न सक्नुहुन्छ। सातै प्रदेशलाई यहाँ दिएको छ। सबैको फर्म भर्ने प्रक्रिया सेम छ, त्यही जस्ट वेबसाइट हामीले लगइन गर्दा युआरएल चाहिँ फरक पर्न सक्छ। जस्तै कुन प्रदेशबाट हजुरले फर्म भर्दै हुनुहुन्छ त्यही प्रदेशअनुसार हजुरले वेबसाइटमा लगइन गर्नुपर्ने हुन्छ। अहिले मैले लुम्बिनीबाट एउटा फर्म डेमो यो भिडियोमा देखाउँछु हजुरलाई। लुम्बिनीको लागि इडिभिएलआरएस लुम्बिनी हानेपछि तपाईँको लिङ्क आउँछ अनि फर्स्टको साइटलाई ओपन गरेपछि हजुरले यसरी ड्यासबोर्ड देख्न सक्नुहुन्छ। अब हामीले यहाँ दुईवटा चिज देख्न सक्छौँ। एउटा छ इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स, जसमा एप्लाई, रिन्यू र म्यानेज गर्न सकिन्छ। ड्राइभिङ लाइसेन्स एप्लिकेसन, रिन्यू, डुप्लिकेट रिक्वेस्ट, एड लाइसेन्स क्याटेगोरी भनेर हजुरले यहाँ देख्न सक्नुहुन्छ। त्यसै गरी तपाईँले गाडी दर्ता गर्नको लागि पनि यहीँबाट गर्न सक्नुहुन्छ। भेहिकल रेजिस्ट्रेसन, ट्याक्स, ओनरसिप ट्रान्सफर, भेहिकल रेजिस्ट्रेसन, ट्याक्स पेमेन्ट, रिसिप्ट, ओनरसिप ट्रान्सफर, नामसारी भनेर देख्न सक्नुहुन्छ। म फर्स्टमा चाहिँ यसमा गएँ, किनभने चाहिँ हामीले ड्राइभिङ लाइसेन्स फर्म भर्ने सम्बन्धी भिडियो भएकाले र अहिले यो सिस्टम लागू भइसकेपछि राष्ट्रिय परिचय पत्र अनिवार्य भइसकेको छ, जसमा हजुरले माथिपट्टि यहाँ नोटिस पनि देख्न सक्नुहुन्छ। मैले चाहिँ अहिले न्यू लाइसेन्स भर्नको लागि मैले यहाँ टिक गरेँ। त्यसपछि यहाँ दुईवटा अप्सन आउँछ। स्क्यान क्युआर कोड फ्रम नागरिक एप टु स्टार्ट ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन प्रोसेस एउटा हुन्छ। अर्को तपाईँको नेसनल आइडी राष्ट्रिय परिचय पत्र मार्फत पनि गर्न सकिन्छ। अर्को यदि फरेनर हो भनेपछि हामीले पासपोर्ट नम्बर अनुसार पासपोर्ट अनुसार पनि गर्न सक्छौँ। नागरिक एप अनुसार गर्दाखेरि हामीलाई धेरै सहज हुन्छ। धेरै कुराहरू क्युआर कोड स्क्यान गरिसकेपछि डिरेक्टली हजुरको एउटा एक चरणको कुराहरू सम्पन्न हुन्छ। तर मैले अहिले चाहिँ हजुरहरूलाई राष्ट्रिय परिचय पत्र मार्फत हामीले कसरी भर्न सक्छौँ, कसैले राष्ट्रिय परिचय पत्र बनाइसक्नु भएको छ भनेपछि अनलाइन ड्राइभिङ लाइसेन्सको अनलाइन फर्म कसरी भर्न सकिन्छ भन्ने बारेमा मैले भिडियो बनाउन गइरहेको छु। त्यसैले गर्दा म यसमा क्लिक गर्छु। यसमा क्लिक गरिसकेपछि यहाँनिर हजुरले देख्न सक्नुहुन्छ यहाँ राष्ट्रिय परिचय पत्र नम्बर मागेको छ।
मैले राष्ट्रिय परिचय पत्र नम्बर अनि मोबाइल नम्बर अनि त्यसपछि इमेल आइडी मैले अ, राखिसकेको छु। अनि मोबाइल नम्बर पनि आफ्नो नाममा दर्ता भएको हुनुपर्छ र राष्ट्रिय परिचय पत्रमा जुन नम्बर राख्नु भएको छ त्यो नम्बर हुनुपर्ने हुन्छ। त्यसपछि मैले कन्टिन्यू गर्छु। कन्टिन्यू गरिसकेपछि यहाँ लेखेँ ओटिपी हेज सेन्ड टु यर मोबाइल नम्बर भनेर भन्यो। अब यसको ओटिपी मोबाइलमा आएको हुन्छ, त्यो ओटिपी चाहिँ हामीले यहाँ इन्टर गर्नुपर्ने हुन्छ, जुन चाहिँ 6 डिजिट्सको हुन्छ। कोड आइसकेको छ र मैले कोड इन्टर ओटिपी कोडमा चाहिँ इन्टर गर्छु। 6 डिजिट्सको हुन्छ जुन यो कोड इन्टर गरिसकेपछि मैले भेरिफाई ओटिपी गर्छु र ओटिपी भेरिफाई भइसकेको छ। अब यसमा केही विवरणहरू राष्ट्रिय परिचय पत्रबाट आइसकेको हुन्छन्। जस्तै अब म डेट अफ बर्थ बर्थ 2002 नोभेम्बर 11 भयो 03 अनि जेन्डर मेल। यति गरिसकेपछि मैले अब जनरल डिटेलमा जान्छु। जस्ट अब यसमा चाहिँ हामीले सिटिजनसिपको फ्रन्ट र ब्याक राख्नुपर्ने हुन्छ। त्यसको लागि मैले अपलोड गर्नको लागि म डाउनलोड सेक्सन जान्छु। फ्रन्ट यसमा, त्यसपछि ब्याकको लागि यसमा क्लिक गर्छु। गाउँपालिका नमस्कार सिक्टा 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 अब यति गरिसकेपछि हामीले के को लागि फर्म भर्ने हो त्योमा सिलेक्सन गर्नुपर्ने हुन्छ। जस्तै यहाँ अब ए क्याटेगोरी भनेको मोटरसाइकल स्कुटरको लागि हुन्छ, बी भनेको कार जिप डेलिभरी भ्यान, सी टेम्पू, सी वान ई रिक्साको लागि जुन को लागि हामीले अनलाइन दर्ता गर्न खोजिरहेका छौँ त्यसैलाई क्लिक गर्नुपर्ने हुन्छ। अहिले मैले यहाँ बी कार जिप डेलिभरी भ्यानको लागि गर्दैछु। यसरी टिक लगाउने क्लिक गरेर अनि सबमिट एप्लिकेसन गर्ने। यति सकेपछि तपाईँ अब डक्टरकोमा जानुपर्ने हुन्छ, जसमा चाहिँ हामीले तपाईँले एप्लिकेसन नम्बर एन 557218 नम्बर हजुरले भन्नुपर्ने हुन्छ। एप्रुभ भएपछि यसरी सेकेन्डमा हाम्रो टिक लाग्छ, मेडिकल कम्प्लिट भनेर लेख्छ। अब त्यसपछि हामीले गर्नुपर्ने भनेको
कुन अफिसबाट हामीले ट्रायल लिने हो होइन, त्यसको लागि अफिस अप्रुभल पठाउनु पर्ने हुन्छ। जस्तै अब हामीसँग यहाँनिर लुम्बिनी प्रदेशको अब बुटोल रूपन्देही छ, दाङ तुलसीपुर, नेपालगञ्ज, भेरी, अनि त्यसपछि नवलपरासीको ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस होइन, यसै छ। अहिले चाहिँ मैले दाङ तुलसीपुरको लागि अफिस अप्रुभल रिक्वेस्ट पठाउँछु। अफिस अप्रुभल रिक्वेस्ट पठाइसकेपछि अब यहाँ देख्न सक्नुहुन्छ अफिस अप्रुभल इन प्रोग्रेस भन्यो। अब अब मैले सबमिसन गरेँ। अब यसपछि चाहिँ हाम्रो तुलसीपुर शाखाले अप्रुभ गरिसकेपछि यहाँ यसमा टिक लाग्छ। टिक लागिसकेपछि अफिस अप्रुभड हुन्छ। त्यसपछि हाम्रो नेक्स्ट स्टेज भनेको इक्जाम फीहरू तिर्ने, अनि त्यसपछि ट्रायल को डेट अनुसार ट्रायल दिने हुन्छ। र ट्रायल दिइसकेपछि अब पास फेलको बेसिसमा अब फीहरू तिर्नको लागि पनि हामीले अनलाइनबाटै तिर्न सकिन्छ। हो यसरी नै हाम्रो ड्राइभिङ लाइसेन्सको हामीले फर्म फिलअपदेखि लिएर अफिस मेडिकल अफिस अप्रुभल र इक्जाम फी, ट्रायल, एड फी सबै कुराहरू हामीले अनलाइन माध्यमबाटै गर्न सक्छौँ। पहिले हाम्रो धेरै कुराहरू म्यानुअल हुन्थ्यो, तर अहिले केही हदसम्म सहज देख्दाखेरि जटिलता देखे तापनि केही सहज चाहिँ अनुभूति गर्न सकिन्छ। ओके, थ्याङ्क यू।